अमेरिका पुगेकी पत्नी रश्मि पनेरूबाट धोका पाएका योगेन्द्र भाटले अन्तत न्याय पाएका छन्। रश्मिले दायर गरेको डिभोर्स मुद्दामा अब योगेन्द्रले कुनै सम्पत्ति दिनु नपर्ने सहमति भएको छ, जसमा रश्मिलाई अमेरिका पठाउँदा खर्च गरेको रकमबाट 18 लाख रुपियाँ पनि चेक मार्फत फिर्ता गरिएको छ। न्याय पाएपछि योगेन्द्रले भनेका छन्, म यो सबैलाई नराम्रो सपना सम्झेर भुल्नेछु। यससँगै उनी र रश्मि बीचको विवाद अन्त्य भएको छ।